यति जति चिकन लिए। यसको लागि मैले 4वटा प्याज काटेँ अनि यसमा मिसाउनु होला। त्यसको लागि मसलाहरू पनि छ फोरनको लागि। तेजपात, हरियो खुर्सानी, सुकेको खुर्सानी, दालचिनी, जीरा, मरिचको धुलो छ, तेजपात छ, बेसार मिसाउने, मजाले मिसाइदिने र एकछिनको लागि छोड्ने। अनि त्यसपछि कराईमा तेल हाल्ने अनि बेसार त्यो लसुनलाई पिसेर त्यसमा भुन्ने। भुनिसकेपछि मैले मासुलाई पनि त्यसमा फ्राई गर्ने, छोपिएर फ्राई गर्ने। हेर्नु हाम्रो मासु पनि राम्रोसँग फ्राई भइसकेछ। अब हामी मसला हाल्ने। मसलाको लागि मैले खुर्सानीको धुलो, मिक्स मसला, स्वादअनुसार नुन, काश्मिरी मिर्च हाले। मसलालाई पनि छोप्दै राम्रोसँग भुट्नु होला। अनि हेर्नु हाम्रो मसला पनि राम्रोसँग भुनिसकेछ। हेर्नु त तेल सबै निस्किसकेछ मसलाबाट। अब हामी झोल हाल्ने। झोलको लागि मैले पानी मिसाएँ। आफूलाई चाहे जति नै झोल मिसाउनु होला। हेर्नु हाम्रो झोल पनि पाकिसक्यो। अब मैले माथिबाट धनियाको पात हालेँ। ग्यास हाम्रो अफ भइसक्यो। हेर्नु त कति मिठो चिकन।